हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। हजुरहरू के कस्तो हुनुहुन्छ? हजुरहरू सबैजनालाई नमस्कार। मेरो भिलेज ब्लगमा तपाईँलाई स्वागत छ है। यसो भन्दै म चाहिँ आज चाहिँ मेरो छोरा, मेरो सानो डगसँग चाहिँ हामी चाहिँ खेल्दैछौँ है। खेल्दै यसो सुँगुरलाई चारो, हामी चाहिँ फुलतरुलहरू काट्दै हामी चाहिँ रमाइलो आमा छोरा है। हामीहरू चाहिँ यसरी रमाइलो गर्दै छोरासँग हल्का टाइम पास गर्दै यसरी सुँगुरको चारो काट्नु आएको थियौँ त साथीहरू है। हामीहरू चाहिँ अन्त चाहिँ आमा छोरा गफ गर्दै हल्का यहाँनिर ऊ र म चाहिँ मजाले गफ गर्दै नै हामीहरू चाहिँ यहाँनिर फुलतरुल चारोको लागि चाहिँ हामी सुँगुरको लागि चाहिँ काट्दै हामी चाहिँ आमा छोरा गफसफ गर्दै काट्दै बसिरहेछौँ साथीहरू होइन। अन्त चाहिँ उसले चाहिँ मलाई सोध्दैछ नि त, मम्मी यो चाहिँ के गर्ने हो भनेर सोध्दैछ नि त होइन। अन्त मेरो पालो सुँगुरको चारो हो नानी, यसरी काट्नुपर्छ भन्दै उसलाई चाहिँ मैले सिकाउँदै थिएँ सानोदेखि नै होइन। अन्त चाहिँ साथीहरू म चाहिँ भिडियो गर्दै साह्रै हेर्नुहोस् न, साह्रो भेडा कराएर डिस्टर्ब भयो है हजुरहरू सबैलाई। तर पनि केही छैन, तपाईँहरूले सुनिदिनुहुन्छ भन्ने आशा छ है। अन्त चाहिँ हाम्रो यहाँनिर भिलेज भ्लग चाहिँ यस्तै हुन्छ साथीहरू। अन्त चाहिँ हामीहरू यसरी नै गफ गर्दै सुँगुरको चारो काट्दै आमा छोरा चाहिँ हामी चाहिँ यस्तै छ है। नानीको छुट्टी छ नि त अहिले चाहिँ। अन्त चाहिँ ऊ चाहिँ लाग्यो उसको बाजे बोजूसँग काम गर्नुको लागि, त्यत्तिकै बोजू बाजेहरूसँग ऊ चाहिँ गयो होइन। अन्त म चाहिँ एक्लै भएर एक्लै काट्दै यहाँनिर भिडियो गर्दै म चाहिँ बसिरहेको थिएँ साथीहरू है। अन्त चाहिँ अब सक्नु आँटेको थिएँ लास्टमा। अन्त टक्कै सकेर चाहिँ म चाहिँ धुनुको लागि टक्कै भाँडामा हालिसकेँ नि त हो। अन्त चाहिँ भाँडामा हालेर मैले चाहिँ लिएर गएँ धुनुको लागि। अन्त चाहिँ आएर यसो हेरेको त दाउरा रहेन रहेछ होइन साथीहरू। अन्त चाहिँ दाउरा ठुल्ठुलो थियो, त्यहाँबाट बाँस टकटक काटेँ होइन। बाँसहरू काटेर चाहिँ मैले चाहिँ यहाँनिर चाहिँ टक्कै निकै काटिसकेँ हो। बाल्नुको लागि मजाले बल्छ नि त, जाडो पनि छ, आगो ताप्दै चारो पकाउँदै हो। अन्त चाहिँ हामी चाहिँ यहाँ काम गर्दै ठिक्कै यहाँनिर मैले धोएर पनि ल्याएर पनि आगोहरू टकटक फुकिसकेँ है। त्यहाँदेखि चाहिँ मैले यहाँ फुलतरुल चाहिँ टकटक काटेँ है। सुँगुरलाई टकटक काट्दै आगो पनि मजाले बलिरहेको थियो नि त। अन्त चाहिँ सक्नु आँट्दा भन्दा पनि निकै नै छ अझै, तर पनि अन्त बिस्तारै एक्लै नै काट्दै थिएँ, काटेँ होइन। अन्त चाहिँ धुइधाई गरेर चाहिँ ल्याएको नि त। यो चाहिँ मजाले सिनिक्कै मजाको सफा दिनुपर्छ नि त सुँगुरहरूलाई पनि। अन्त चाहिँ सानो गरेर चाहिँ मैले काट्दै थिएँ। अन्त चाहिँ टक्कै साथीहरू काटि पनि सकेँ। अन्त म चाहिँ गएँ साथीहरू, इस्कुसहरू अहिले चाहिँ पुरा छ नि त झरेकोहरू बटुल्नुको लागि होइन। अन्त मेरो छोरालाई एकछिन भिडियो गर्दैन नानी भनेको त मानेन, एकछिन गरेर गएँ, त्यहाँदेखि त आफै गर्नु पर्यो है। अन्त चाहिँ मेरो पालो इस्कुसहरू टिपेँ होइन। यहाँनिर अलिअलि झरेको थियो, अन्त रुखतिर त छ थुप्रै छ। अन्त भुइँमा झरेकोहरू चाहिँ यसो सुँगुरलाई चारोहरू हुन्छ भनेर चाहिँ साथीहरू चाहिँ टक्कै यहाँनिर चाहिँ खोज्दै यसरी नै झोडीतिर होइन, झोडीतिर खोज्दै यसरी हेर्नु नि कम्ता काँडा छैन होइन। ग्लोभ्स लाउँ भनेको त बिर्सेछु नि त, छिट्टो हुन्छ नि ग्लोभ्स लगाइबस्दा ढिलो हुन्छ। अन्त मेरो पालो यसरी खोज्दै यसरी निकै झरेको रहेछ भित्र चाहिँ होइन। अन्त त्यहाँबाट चाहिँ सिस्नु चाहिँ पुरा थियो नि त यहाँनिर। अन्त डर लागेर म त गइनँ, भरे त यतापट्टि आउँदै थिएँ होइन। भरे त यहाँनिर त सिस्नुले मेरो खुट्टामा त पोलिहाल्यो नि त। सिस्नुले ज्याम्मै लाग्यो, कस्तो पोलेर चाहिँ। अन्त एक दिन नै ल्याएर चाहिँ म चाहिँ टक्कै यहाँनिर आगो मजाले बलिरहेको थिएँ होइन। त्यहाँबाट यो चाहिँ फुलतरुल मात्रै पकाइरहेको थिएँ। अन्त टकटक इस्कुसहरू काटिसकेर चाहिँ होइन। त्यहाँदेखि यहाँ मजाले आगो बल्यो, त्यहाँबाट हालेँ हो। त्यहाँबाट यो मजाले पाक्नु थाल्यो। मेरो त अब पाक्नु आँट्यो साथीहरू। इस्कुस पनि हालिदिएको नि त, मजाले खान्छ इस्कुससँग चाहिँ सुँगुरले चारो पनि हो। अन्त त्यत्तिकै म चाहिँ फोटोहरू एडिट गर्दै बसेँ।